रक्सी खायो भन्दैमा माछु जो पाइ त्यसलाई आएर जेपिटी गर्छ तेरो आमाले तेरो कुकुरको मुत खायो भन्दैमा जस्तो पायो त्यसको आएर जेपिटी गर्छ राँडीको छोरो घरी तिम्रो ओठमा घरीको परेलीमा ध्यान कता कता Sangomo. Sangomo. Thoti sangomo. Boksa lodi ha. Thank you. So tulai mo do pak. Oh, good girl, good girl, good girl. Good girl. अनि त्यसपछिबाट त्यसको कलबाट डिस्कनेक्ट आइरहेको थियो अनि कलबाट डिस्कनेक्ट आइरहेको थियो अनि मैले कल डिसी गरेँ होइन अनि कल डिसी गरेको दादादेखि कल गर भालु कहाँ सालु दिन्छ तेरो जाँगरीको छोरो तेरो आमा भालु मान्छे खाने नपानी मान्छे भालु काम गरेर हिँड्दैन बुझिस् नि मान्छे टपमा छ क्या जोसुकैको ब्रोमा टपमा बस्छु हुन्छ अरू मुछु मान्छे राँडीको छोरोहरूलाई मान्छे ठोक्छु एक गर्दै राउन्डको बानहरूलाई मार्दिन हो राँडीको छोरोहरूको आमाको पुती म्याच चिकेर मार्दिन राउन्ड पिसा गरेर बिना कारण गल्ती गाली गर्छ मैले के भन्नु न के गर्नु त्यहाँ भएको बसिको मैले तिमीलाई गाली गरेको छैन है र्यापर प्लिज है मैले तिमीलाई गाली आतंकवादी हारेन म आतंकवादी हारेन म तिमीलाई गाली गरेको छैन है र्यापर है म तिमीलाई गाली गरेको छैन त्यहाँ भएको को हो त्यो भन्नु त्यहाँ भएको देखा दिनु नि ओलान गरेका दिनु नि युट्युबमा खतरा भेज खाइ नि मलाई थाइल्यान्ड हो कि मलाई थाहा भएन तिमीलाई किन आएर गाली गर्यो मलाई थाहा भएन तर म तिमीलाई गाली गरेको छैन म विकाससँग कुरा गर्दै थिएँ के र्यापर पक्का तिमीले गाली नदेन मैले छोडिसकेको छु के मेरो कुरा सुन तिमीहरूकोबाट हल्ला आइरहेको थियो हल्ला आएपछि मैले कल डिस्कनेक्ट गरेँ त्यो मान्छेले मुख खायो भन्दैमा जप्पै त्यसलाई गाली गर्ने होइन नि त अलिकति गाली गर्ने त्यसको घरमा दिदी बहिनी छैन कि त्यस्तो के छैन त्यसलाई र्यापर सुन्नु न मेरो कुरा सुन्नु न के तिमीलाई मैले गाली गरेकै छैन बाबा यार तिमीलाई म कहिले गाली आतंकवादी हारेन ह्यान आतंकवादी रणदीप छोरा मलाई के थाहा तिम्रो बोर्डमा छ भनेर म विकाससँग कुरा गर्दै थिएँ यार कुरा बुझ न मलाई के थाहा तिमी हो तिमीसँग कुरा बोलिरहेको रहेछ भनेर यार रन्डीको छोरो डोनमा झड्केले छोरो मुजी पिसा राँडी तिमी गाल्न दे म तिमीलाई गाली गरेकै छैन मेरो कुरा सुन त्यहाँ भएको को हो त्यस्तो थोब्रा देखाउनु आइया नि गाथा बाहिर सुन न यार मोटी यार गरेकै छैन भने तिमीले मलाई गाली गरेर म सुनेर बसिरहेको छु अघिदेखि मलाई गाली गरेको त तेरो साथी हो नि त्यो मान्छेलाई देखा न यहाँ त्यो मान्छेलाई देखा न त्यसको लागि तिमीलाई सुन त्यसको लागि तिमीलाई म सरी भन्छु सुन र्यापर होइन त्यसको लागि सरी मैले तिम्रो आमालाई गाली गर्छु तिमीलाई सरी भनेर हुन्छ मैले तिम्रो आमालाई गएर गाली गर्छु सुन तिमीले पनि त मलाई गाली गरेर क्यामेरामा आएर सुन मलाई त त्यहाँ तेरो नाम आइरहेको थियो तेरो नाम आइरहेको थियो त्यो भन्ने सानो मलाई के हुन्छ त त्यो मान्छे देखा बाबा प्लिज यार मेरो कुरा बुझ न यार मलाई त्यो मान्छे कुरा गर्दै थिएँ कि मलाई त्यो मान्छे म त्यसपछि आएको यहाँनिर मलाई त्यो मान्छे यहाँ सुन न यहाँ सबै मान्छे त म किन नराम्रो बोलेँ सुन न मुटु त मलाई थाहा थिएन कि मुटु यार मलाई थाहा थिएन ऊ र्यापरसँग कुरा गरिरहेको छ भनेर म त त्यो अरूलाई गाली गर्दै होला भनेर सोचेको थिएँ पछि यसो हेरेको त र्यापर रहेछ त्यहाँनिर नि अनि यसो कलमा यहाँनिर र्यापरकोमा आउँदाखेरि त र्यापरले पुरै मलाई गाली ठोकिरहेको रहेछ कि त्यही पनि मैले केही भनेन तिमीलाई होइन तर र्यापर होइन तिमीलाई म गाली गरेकै छैन तिमीलाई अहिलेसम्म गाली गरेको पनि छैन होइन र्यापर त्यसको लागि म सरी भन्छु तर आतंकवादी ग्रुप मैले छोडिसकेको छु र आतंकवादीको नाम नलिउ के प्लिज होइन मलाई ल सुन ल त्यो कुरा भयो होइन मलाई गाली गर्ने तेरो साथी होइन तेरो साथी हो त्यो मान्छेको थोब्रा देखा त्यो मान्छेलाई यहाँ मलाई मेरो अगाडि थोब्रा देखाएर सरी भन्न पठाउँछ हिम्मत छ भने त मर्दाको छोरा भने म तँलाई के गाली गरेको थिएँ दुनियाँ छ म के बोलेको थिएँ
छैन छैन ओ सरी काट्नु भिडियो पाउनु किन हाने त्यो तपाईँले गाली गरेपछि किन गाली गरेपछि त्यसलाई के गर्नु? हानिहाल्छ नि यार हुन्छु न त मैले हिँडिदिन्छु यहाँबाट सरी भन्नु मेरो साथी हो के ऱ्यापर एकदम मिल्ने साथी हो के अब उसले मलाई अब उसले मैले गाली गरेँ भनेर सोचिरहेको छु कि म बदनाम भइरहेको छु। तर हामी एउटै ग्रुपको भएर त्यस्तो त्यस्तो गरेर हिँड्नु मिल्दैन क्या कस्तो कुरा होइन कि कस्तो कुरा नबुझ्नु मेरो साथी हो के कस्तो रहेछ तपाईँ पनि कुरा नबुझ्ने डराएको कुरा होइन कि साथी हो के कस्तो कुरा गर्नु छोराछोरी के अरे नाति नातिना खेलाउने बेलामा दुःख खेलाएर बसेर सबै एउटा सरी भन्न जानिन्छ। तेरो गल्ती छ, मेरो गल्ती भएको भए मैले अहिले भर्खर सरी भन्छु, बुझिस् नि? जब गल्ती गर्छु मैले सरी पनि भन्न जानेको छु। त्यो साथीलाई दे त्यसले बिना कारण त्यसले मलाई किन गाली गर्यो? बिना गल्ती किन गाली गर्यो? मैले केही नराम्रो बोलेको थिएँ? पहिले सरी भने म मान्दिनँ। त मेरो साथी होस्, यदि साथी भएर बस्नु चाहन्छस् भने त्यो मान्छेलाई भन, होइन भने त त्यहाँबाट निस्किहाल। त्यस्तो होइन के सुन न म मानिरहेको छु म के गरौँ भन न ऱ्यापर के कस्तो कुरा नबुझेको कि म सरी भन्छु के त पनि ब्रोड अन गर्ने बित्तिकै त आएको छ। मैले त्यसलाई केही भनेको छु, त्यसको बेला हल्लायो भने मैले कल डिस्कनेक्ट गर्ने बित्तिकै त्यसले टाइपिङमा कति नराम्रो बोलेको थियो किन छोरोलाई साला ऱ्यापर तिमी बरु मलाई ठोक है मलाई गाली गर है मलाई जति मैले तँलाई गाली गर्छु अनि तैँले मेरो साथीको यो इस्मालाई ठोकेर हुन्छ? मैले तिमीलाई गाली गरेको छैन खायो भन्दैमा त्यसले जे पनि भन्न पाउँछ? त्यसले कुकुरको मिट खायो भन्दैमा त्यसले जे पनि भन्न पाउने हो? त्यसको बाउको छोरी हो म कि त्यसले पालेको नोकर्नी हो म? त्यसले मलाई जे पनि भन्न पाउँदैन। त्यसको बाउको खाइदिएछु मैले कि त्यसको बाउको लगाइदिएछु? एकछिन सुन न एकछिन तिमी ब्रोड अन अफ गर म भन्छु है तिमी पनि जेपटी नगर म उसलाई पनि जेपटी नगर भन्छु होइन तिमीहरू मैले सुरुमा म चुप्प लगाएर त्यसले मलाई भालुनी भने होइन, अनि त्यसले मलाई भालुनी भने हो म भालुनी के गर्छस् तैँले के गर्नु के अरे म भालुनी मेरो काम गरेछु मैले खाएको भने मैले राम्रोसँग त्यति भने हो किन इस्माइल भन् त्यति भने त्यो भन्दा पनि त्यसले मलाई झन् नराम्रो भन्दै गयो कि त्यसले त्यो आफ्नो बाटो लाग्छ भनेर म झन् मैले राम्रो कुरा गरेर म झगडा गर्नु थिएन। हेर मेरो मुड झगडा गर्ने मुडमा थिएन, तर त्यसले डाइरेक्टली नराम्रो भनेपछि म चाहिँ के पूजा गरेर बस्नु त्यसको कि नमस्ते गरेर बस्नु त्यसलाई साला त्यसले त्यहाँ बहिनी भन्दै बोल्दै थियो मेरो बहिनी भन्दै बोलेपछि चाहिँ तलबाट किन टाइपिङ जेपिटी गर्नु पर्यो? ठिकै छ नि त ऱ्यापर म सरी भनिरहेको छु के छोड्दै तैँले सरी भनेर हुँदैन। त मेरो साथी होस् तर मैले पहिलेदेखि चिनेको हो, त मेरो साथी हो साथीकै रूपमा बस, तर मलाई त्यो केटा चाहियो बुझिस् नि? सुन म भोलि यहाँबाट जाँदैछु है ऱ्यापर म तिमीलाई पछि तिमीलाई तेरो ब्रोडमा लिएर आउँछु म होइन, तर त्यसको लागि गाली गर्दैछ भनेर अहिले गु हग्न परेन है के अरे गु हग्दाखेरि साग खोज्न हिँड्नु म जब कि मेरो बिना गाह्रो मेरो बिना गल्ती मलाई गाली गर्छ भने म के लगाएर सुन छोड्दै मिल्दैन रौडीको छोरोसँग त म मिल्दैन रौडीको छोरोसँग बुझिस् नि? छक्कासँग त म त मिलेको छु यहाँबाट मिल्छु नानीको छोरीलाई खुलाइदिन्छु त्यो न मैले के भगवान् त्यो मसँग फलो पनि छैन, एटलिस्ट मैले त्यसलाई चिनेको पनि छैन यार, कहाँबाट ब्लक गर्नु? त्यसलाई मैले चिनेको पनि छैन, त्यो मेरो चिनेको साथी मसँग फलो भएको भए पो एउटा कुरा चिन्दिनँ जान्नु त्यो केटा त न आमापट्टिको आइने न बाउपट्टिको साइन आएर मलाई जेपीटी गरिदिनु कि त्यसलाई मैले के नमस्ते गरेर बस्छु कि पूजा गरेर बस्छु त्यसको
त्यही त भनेको सुन न मेरो कुरा न त मलाई थाहा थिएन कि ऱ्यापहरू तिमीसँग कसरी त्यसलाई तिमीलाई फलो गरेको त्यो मलाई थाहा भएन है तर के छ भने विकाससँग कुरा गर्दै थिएँ सुन न रेमन आफै छक्क परेको मान्छे हो रेमन होइन विकास र म रेमन हामी सँगै थियो त्यहाँनिर हामी कुरा गर्दै थियौँ तर त्यहाँनिर यसले मेरो नामले मलाई थाहा भएन है म यहाँ आफ्नो बिजी थिएँ आफ्नो काम कुरा गर्दै थिएन आफ्नो होइन आफ्नो पारामा एक्कासी यहाँ के भन्छ यसो सुन्छु एयरफोनमा त मेरो नाम आइरहेको भनेर भन्छ यसको नाम लिएको थियो कि नै आतङ्कवादीको आर्यन भन्ने नाम लिएको थियो कि नै नाम चाहिँ लिएको थियो तेरो नाम लिएपछि तँलाई नभनेर कसलाई भन्ने त त्यसलाई त म चिनेको पनि छैन त्यसलाई पनि चिनेको छैन तेरो नाम लिएपछि त तै भन्ने सोध्छ नि हामीले जसले पनि सोध्छ त्यो मैले मात्र होइन जसले पनि सोध्छ मोटो सुन्नु न होइन मलाई थाहा थिएन होइन म त्यही पनि सरी भनिरहेको छु त है म होइन उसको तर्फबाट सरी भनिरहेको छु है प्लिज के ऱ्याप के नरिसक्यो होइन तिमीलाई म कहिले पनि जेपिटी गरेको छैन बरु तिमीसँग मजा गरिने जिस्किने गरेको छ होइन तर मैले तिमीलाई अहिलेसम्म तिमीलाई कहिले पनि जेपिटी गरेको छैन हेर ऱ्याप होइन त्यसलाई म जहिले पनि चित्रमा आउँदाखेरि ओइ लुरी भनेर बोलाउने गर्छु होइन मलाई थाहा थिएन कि होइन मलाई थाहा थिएन कि लुरी होइन डाइरेक्टली यार बिना कारणमा ल केही भन्नु न केही गर्नु न के वेलकम डोजन केही गर्नु न केही गर्नु डाइरेक्टली कलमा आएर पनि बोल सुन तेरो त्यो शुद्ध हजुर बाउ जस्तो त्यो मान्छे छ नि कलमा आएर चाहिँ बोल्न सकेको छैन कलमा चाहिँ अरूलाई गाली गरिरहेको छ होइन तल बसेर चाहिँ मलाई गाली गरिरहेको छ त्यसको घरमा दिदी बहिनी छैन त्यसको बुढी पनि त होला नि घरमा त्यसको बुढीले भालु काम गर्दै हिँड्छ भने दुनियाँ केटीले भालु काम गर्दै एउटा सानो साथीले भनिरहेको छ त सरी भनेर त पनि मान्न छोड्दै मलाई त त्यो केटाले जबसम्म सरी भन्दैन आमाको तबसम्म मैले त्यसलाई छोडै नछु नि त त्यसको स्क्रिनसट गरेर मलाई अहिले त्यसले रक्सी खाएर त्यो मलाई थाहा छैन त्यो रक्सी खाएर त्यो पिटी झ्याप भएर त्यो जो त्यसलाई गाली गर्दै हिँडेछ यसलाई जुन दिन रक्सी खाएको छैन त्यो दिन के भन्छ यसलाई मैले गाली गरिदिन्छु नि त आमाको छोरी होइन म मेरो आइडी ब्यान्ड भएको थियो कि हिजो होइन किनभने शिलाको मैले नाङ्गो फोटो देखाइदिएको थिएँ अनि मेरो आइडी ब्यान्ड भएको थियो 24 घन्टाको लागि अहिले भर्खर खुलेँ कि मेरो होइन अनि खुल्ने बित्तिकै म के भन्छु उता गएको थिएँ विकास मुटुकोमा अब म ग्रुप छोड्दैछु है म आफ्नो केटाहरूलाई जेपिटी गर्दिनँ तै पनि म अब किलर ग्रुप म छिर्छु भनेर म भन्दै थिएँ कि होइन अनि के अब विकास मुटुले के भन्दै थियो भने तपाईँ त्यसको काम नगर्नु किलर ग्रुप नछिर्नु बरु एक्लै हिँड्नु बरु तपाईँ भनेको हाम्रो साथी हो भन्दै थियो होइन अनि के भन्छ एक्कासी मैले यहाँनिर मेरो नाम सुने के अरे आतङ्कवादी आर्यन उस्तो उस्तो भन्दै सुनिरहेको छु अनि म त्यहाँबाट कल डिसी भएर मैले आउँछु मुटु भनेर यहाँ आइहालेँ कि अनि मैले भने कि कल अघिदेखि तर मलाई थाहा थिएन कि ऱ्यापरसँग बोलिरहेको रहेछ भनेर इस्माइल मुटु कसम भने मलाई थाहा थिएन मेन कुरा त जेपिटी गर्नु हुँदैन है केटी मान्छेहरूलाई हामीले अरूसँग गरेको पनि छैन होइन अब के भन्नु अब नबुझेपछि गाह्रो हुन्छ भन्दिनँ होइन साथी हाम्रो सबैजना साथी अनि तपाईँलाई थाहा चाहिँ छैन है इस्माइल मुटु म चोरको टिप्पी लिएर हिँडिरहेको थिएँ अघिसम्म बिहानसम्म है किनभने म चोरको टिप्पी त्यो बनाएर हिँडिरहेको थिएँ किनभने मेरो आइडी बिग्रेको कारणले आइडी ब्यान्ड भएको कारणले म चोरको आइडीबाट घुमिरहेको थिएँ मैले होइन कसैले चोरको आइडीबाट कसैले जेपिटी पनि गरेन क्या म होइन अनि के भन्छ म खास गरी म अब ग्रुप छोडिसकेपछि अब ग्रुपलाई त मैले गाली गर्दाखेरि त अलिकति मेरै बदनाम हुन्छ नि त्यही भएर म के भन्छु मैले ग्रुप छोडिसकेको छु मलाई गाली गर बरु तर ग्रुपले गाली नगर क्या तर ऱ्यापर सरी ऱ्यापर त्यसलाई सरी भनेर म मान्दैन मैले भनिसकेको छु म पनि जिद्दी त्यसले जबसम्म त्यो क्यामेरा अगाडि आएर सरी भन्दैन यही भेट्सको अगाडि त्यसले मलाई गाली गरेको यही भेट्सको अगाडि त्यसले जबसम्म सरी भन्दैन तबसम्म मैले त्यसलाई छोड्दिनँ